हेलो गाइज, नमस्ते सबैजनालाई। आज चाहिँ हामी चाहिँ अब धोरपाटन रुकुमहरू जान लागेको होइन। अहिले हामी चाहिँ अछिते कटेर यता आइयो टक्क लाएर अब बिस्तारै बाटो त देखाइँदैन। धोरपाटनतिर कसी चाहिँ कच्ची बाटो भ्यूहरू मात्रै देखाइन्छ आज चाहिँ। पुल कटेपछि माथिको लगभग आधी घन्टा 50 मिनटको बाटो चाहिँ पुरा यस्तै खतम ठुलै ठुलो भयो। हामी चाहिँ फाइनली घोडेबारी चाहिँ आयो होइन। यहाँ एकैछिन चिया नास्ता खाने टक्क यस्तै भ्यू इन्जोय गर्दै है। खाना चाहिँ तल हटियातिर गएर खाने हो। हामी चाहिँ यहाँ चिया नास्ता खाँदै पुल झन्झन लाग्यो। टक्कै पुल तर पारी गरेर पढाइ रहेछ इन्टर परीक्षा। अहिले गोलकोट बजार कटेर टक्क बुटजोडतिर जाँदैछ बाटोमा। अब बुटजोडबाट खाजा खाने। हावा चाहिँ ढुक्कै चल्दो रहेछ यो ठाउँमा त। अहिले चाहिँ बुटग्राम बजार आइयो है। पटना नगरपालिका 1 बुट्टिबाङ। यो चाहिँ बुट्टिबाङ बजार। हामी चाहिँ बुट्टिबाङ बसेर खाना खायो। भोक लाग्थ्यो भिडियो खिच्ने विषय चाहिँ बुट्टिबाङदेखि चाहिँ अब हामी चाहिँ यता धोरपाटनतिर जान लाग्यो है। बाटो चाहिँ यस्तो छ, लगभग 5-10 मिनट आइसक्यो। हामी चाहिँ बाटो पुरै यस्तै खतमै छ। खाना खाएर चाहिँ अहिले हामी चाहिँ अब धोरपाटनतिर जान लाग्यो। बाटो एकदम खतम अप्रोच साइडतिर बाटो।
अप्ठ्यारो होला झरेको कुदाइहालिस् बाटो अलिअलि भिडियो टाल्नु केही छैन बाटो घर चाहिँ यतिकै राम्रो राम्रो चाहिँ बनाएर दिनु फुल र बाटो सँगसँगै रहेछ फुल होइन बाटो यहाँ अब एकैछिन बाटोमा आउँदैछ अब 70 किलोमिटर बाँकी रहेछ यो चाहिँ हामी रेस्ट टाइम सुन्तला खाएर बस्यो भर्खरै पारिलो ठाउँ यार है यति सुन्तला 6000 निकाल यो केने केको ठाउँ छ कि यो भेगे छ गुल्को खुल्ला ठाउँ अरु छैन सौले टिकेटहरु ल्याएछनस् हैन बाले पठाइदियो हो जित्दा ल हामी चाहिँ झटपट आउन लाग्यो तर बाटो पुरै यस्तै छ कति यस्तै बाटो देखाउने बाटो त पुरै खतम छ बाटो होइन नाइस गर्दा लाग्यो ड्राइभर अघि हुनुहुन्छ है यहाँ बाटो पुरै यस्तो एकदमै खतम झमझम गइरहनु मुनि ayo welcome to Dorpatan hunting service lah iyo oh yun Dorpatan na चाँडो छ लास्टै हात काटिसकेको छन् रात आइसकेको छन् हात्ती ल टक्क लाएर
गाडी फसेछ है देखो गाडी उता जाने कुरो भयो होइन हामी अब फेरि त्यही चिसो चिसो हातमा हात चिसाइसक्यो माइनसमा छ टेम्परेचर हेर्न मिलेको छैन कहाँ हान्ने नबी हान्ने नबी घरमा लाएर रात खाइन्छ चिसो भयो खै थाहा छैन र हामी यता जाने एकैछिन होइन पुरो तापीलाई चाहिँ बस्दैन होला मान्छे त ओहो चिसो स्याउहरू फाटो भयो ओहो पानी त कस्तो चिसो 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 माछा छैन क्रिस्टल क्लियर छ पानी नै यस्तो क्लियर बोला क्लियर क्लियर जम अब अहिले रुममा बसी भेट्ने अब त्यहाँ चिसाको अब पन्चला बस्नु पर्छ पानी पनि गाउँ रहेछ ढोरपाटनको बाटो जहाँसम्म आउँछ त्यहीसम्म हामी आज यहीसम्म है त्यसको एका बाइक त्यहाँ छ यस्तै यस्तो ल ल ल माथि छ ल फर्काउनु लानु भयो ल हो जाने पुल त लास्ट अलि चाहिँ मोबाइल निकाल्ने भिडियो पानी चाहिँ पानी राम्रो देखेको रहेछ आउँछ हामी चाहिँ अब भर्खर उठेर नास्ता खाइयो चिया खाइयो हामी बसेको होटल चाहिँ यो 3 जन तिब्बतन होटल नम्बर आएछ राम्रो छ हस्पिटल त्यहाँ आउँदा कन्ट्याक्ट गऱ्यो हुन्छ मेरो भिडियो हेरेर आउनेले अब यहाँ बाइकहरू स्टार्ट गर्दैछ म त है अनि यसो घुम्न जाने अनि अहिले खाना खाएर फेरि रुकुमतिर उक्लिने होइन भिडियो खिचेको स्टार्ट हुन्छ अब बाइक नि ए भन हुन्छ हाम्रो बाइक स्टार्ट भन यो चाहिँ भयो बल्ल त्यो त अघि नै भएको भयो ल यो नि स्टार्ट भयो स्टार्ट भयो त्यो अघि नै एक सेल्फमा भएको यो दुइटालाई आधी घन्टा चाहिँ घाममा तताएर कि काँसी बल्ल स्टार्ट भयो ल स्टार्ट भयो है अलि बेटामा लागि र हामी चाहिँ यहाँ मोनेस्ट्री हेर्न आइछौँ है हामी चाहिँ अहिले यहाँ धोरपाटनको मोनेस्ट्री हेर्न आएको चाहिँ मोनेस्ट्री भन्ने जात चाहिँ यस्तो छ G63 त्यही हाम्रो स्टोरी छ ठिकै रहेछ ठाउँ त्यस्तो खत्रै रहन्छ मोनेस्ट्री भनेर यति यतिवटा भवन छ हामी यता यस्तो जङ्गलतिर केही छ कि भनेर हेर्न निक्छौँ त्यहाँ चाहिँ एउटा भवन रहेछ अरे यहाँ त केही छैन यही यो यिनीहरू हेर्ने हेरि यस्तै ठुल्ठुला फाटे नि यहाँ त सानो भयो तल ठुल्ठुला फाट्छ नि यस्तै फाटे नि केही रहन्छ
नथिङ टु मोर एक्सप्लोर छैन, यति मात्रै चाहिँ। यता जङ्गल, यता त्यस्तो खासै रहेछ, गरेर रहेछ केही रहेछ। मोनेस्ट्री चाहिँ त्यहीँ छ, त्यो यो मोनेस्ट्री। युनिक भनेको यहाँ यस्तो स्केचर जुत्ता यस्तो छ ताले पानीले जमाएर ओहो कडक यस्तो पुरै ताउरोमै जमिच्याएर यस्तरी अत्तिरको आइज न यार, सही रहेछ। हजुर हामी अहिले आएको चाहिँ यो मोनेस्ट्री भयो, यता पछिपट्टि है यस्तो पछिपट्टि केही छैन, त्यही पानी आइस मिच्छ देखिहालेँ। हामी चाहिँ मोनेस्ट्री हेरेर अब होटल चाहिँ जानु लागेको। टक्क यो चाहिँ साइडमा उत्तरगङ्गा खोला भयो, फाट अलि राम्रो रहेछ अरे, यहाँ बस्दा चाहिँ यसो भिडियो खिचेको है। गाउँमा हाम्रो केटाहरूमा तराउमा उयो हिजोहरू उयो खानासाना खाएर घोडासोडा चढ्यो। अब घोडा चढेको योभन्दा अघि आउँछ या योभन्दा पछि आउँछ भिडियो अर्को। मलाई चाहिँ अब त्यहाँ यहाँ हाल्ने यहाँ गाडी प्याकहरू प्याक हुँदैन आइसक्यो। अब यताबाट निस्किने अहिले बाटामा के खिच्छ चाहिँ देखाइन्छ, नत्र बुर्तिबाङ या रुकुमपोरा भेटिन्छ है बाटा बाटा। ल यहाँ गर्न पर्ने चाहिँ छ नि होइन। म्याप सब म्यापहरू है। टक्क यहाँदेखि बेन निस्किँदो रहेछ, गुर्जाखानी निस्किँदो रहेछ टक्क लाएर यो म्यापी। अब हामी यता उतै पर्छौँ, यता यस्तो छ है। म्युजियम छ भने कुरा सुनेको, अब हेर्नु जाने हामीले। हामीभित्र अनि हन्टिङ, वेलकम टु हन्टिङ रहेछ, मजाले जाने। पटनको फोट के हेर्दै खाने यो सुसाइडभित्रै
बाहिरबाट सिकारीहरूले सिकार गरेर मार्यो भने सोटेन यो दुईटा आफूले उस गरे भने तिमी गरे भएको छैन तिमी गर्ने के लिए चाहे भन्नु यहाँ चाहिँ टक्क ल्याएर मिर्गो 5000 हो तर त्यहाँबाट सुरु हुन्छ अहिले सन्डेमा जेत्दा पनि गरेन त्यो न्यून त हुँदैन हो अहिले नेपाली हुन्छ त हुन पर्छ क्या पहिला नेपाली जम्मा 1,50,000 रहेछ 1,50,000 हैन यहाँ त धेरै भएको नि त अहिले नाउ पनि सुरु भएको चाहिँ 1,50,000 बाट हो तर त्यो कोड त्यो 35 गर्दा गर्दै 23,000 सम्म 23 लाख सम्म सरी बिहान स्थिति जस्तो लाग्यो मलाई तपाईँहरू चाहिँ यहाँ एनडिएनसी अन्तर्गत यही घरबाट सिकार हानेको रे यो चाहिँ टक्क लगाएर जुन बन्डु छ नि यहाँ चुरिसी लुकी सिकारी गर्नेको चाहिँ छोपेर राखेको चाहिँ यो बन्डुको चाहिँ यस्तोले चाहिँ सिकारी गर्न पाइँदैन अरे हामीले चाहिँ मन्दिर दर्शन गऱ्यौँ टक्क मन्दिर यस्तो खतरा छ हिमालय चाहिँ हराएको ठाउँ छ हावा लास्टै चलेन आज चाहिँ भित्र चाहिँ मन्दिर चाहिँ यस्तो छ है यसो दियो भने यसो त खिच्न पाइरहेको छ मन्दिर चाहिँ यो पुराको मन्दिर हो क्या अनि यो पानी छ नि यहाँ भित्र पनि देखाएर निस्किँदो रहेछ पानी यहाँ मजाले आफै निस्किँदैछ यहाँ त त्यो लाएर चाहिँ पट्छ होला लाएर आइयो अब हामी फाइनल्ली गएर धरपाडादेखि झरियो स्कुटर धोएर अब रेडी बनाएर घर गयो अब रुकुमको प्लान क्यान्सल अब अर्कोचोटि जानु यहाँदेखि गाईघाट भनेको 4 किलोमिटर जति छ यहाँ दाइलाई कुरेर बसेको छ हामी यस्तो आहा कति मजाको थियो अब हामी यहाँ
पारी पुरा हट्टे बजार हेर्नु सबै हट्टे बजार हाट बजारदेखि देख्छ हट्टे बजार चाहिँ कहाँ हो यो हट्टे बजार भित्र पुरानो बजार होला त यो हट्टे बजार लगाएर बाटा निकालिन्छ फेरि आमा मान्छे त के गरेको त्यसले ल अब एकैछिन खाजा खाने यस टाइममा खाजा खाने हाम्रो चाहिँ राइड समाप्त भयो यहाँबाट सबै ठुलो छुट्टी नि सियो भोलि अब दुईवटा राइड यता एउटा यो राइड एउटा यो राइड चाहिँ अब यता वडातिर लाग्यो अब ओहो रातिको 7:30 बजे ल लाग्यो हामी अब वडातिर ल अब अर्को भलाको भेटौँला अब के अरे धुर्पाल भयो है टाटा बाई